हाई हेलो गुड मर्निङ हाम्रिमो सबैजनालाई र जति पनि मेरो च्यानलमा जोडिनु भएको मेरो साथी भाइहरूलाई मेरोबाट बिहानको शुभकामना र आज तपाईहरुलाई म फेरि पनि एउटा भिडियो बनाउन लागिरहेछु। भिडियो के छ भनेदेखि र आज म एनजेपी जाँदैछु। एनजेपी किन जान्छु भने मेरो अस्ति दाजु भाउजूहरू अस्ति उहाँहरू टुरमा जानु भएको थियो र उहाँहरूको टुर खतम भएछ र बेलुका मलाई भाउजूले फोन गर्नुभएको थियो 9 बजीतिर बेलुका र भोलि बिहान एनजेपी 9 बजी आइपुगिदिनुस् हामीलाई ल्याउनु भनेर चाहिँ म जाँदैछु। र जतिसक्दो कोसिस छ मेरो 9 बजी पुग्ने। 7 त बजिसक्यो, 9 बजी म पुग्ने कोसिस गर्छु। उहाँलाई मैले भनेको छु आएर बस्दै गर्नुहोस्, म सानो आइपुग्छु भनेको छु मेरो भाउजूहरूलाई र उहाँले कति दिन्छ होला र ढिलो भयो भने भाउजूलाई म माफी चाहन्छु। तपाईँहरू पर्खिँदै गर्नुहोस्, म आइपुगिहाल्छु 9:30 यहाँ त म्याक्सिमम 9:45 म आइपुग्छु एनजेपी। र तपाईँले मेरो भिडियो अन्तिमसम्म हेरिदिनुहोस्। म जति पनि भिडियो म तपाईँहरूलाई देखाउँदै जानेछु बाटोतिर र तपाईँले मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिन्छु पनि म आशा गर्दछु। आई लभ सङमा सङ्गम बजार आइपुगेँ। अब यहाँ जस्ट अलिकति तल नागरी कुल हुँदै गाडी पनि बसिरहेको छ। एकछिनमा अब नागरी स्ट्यान्ड पनि आइपुग्नु अरे। म तपाईँहरूले कति दिएको भएको छ भने नागरी स्ट्यान्ड पनि तपाईँहरूलाई देखाइदिन्छु। आइपुग्नु अरे म नागरी स्ट्यान्ड। अब यो चाहिँ तपाईँको नागरी स्ट्यान्ड। एक्लै बोरिङ हुँदै आउँदै थिएँ म। यहाँ एकजना बडीलाई भेटाएँ बाटोमा, रासिनमा जाँदो रहेछ बिचरा। उहाँ गाडी नपाएर बसिरहेको छ बाटोमा। उहाँ धजे तल धजे रानीवनमा रासिन जाँदैछ। उहाँले जाँदैछु म, उहाँ तलसम्म म लिस्ट गरिदिन्छु। अलिक टाढो परेछ त रासिन ल्याउनु पनि यहाँबाट धजे। आई लभ धजिया रहेछ। तपाईँले हेर्नु सक्नु आएर फोटो लिनु सक्नुहुन्छ। यहाँनिर हेर्नुहोस् आई लभ धजिया। दामी सिन चाहिँ अब दामी रहेछ भ्युज। तपाईँहरूले हेर्नुहोस् चाहिँ अब हाम्रो दार्जिलिङ जाने बस पनि आउँदैछ। साईरत्न नि साईरत्न साईरत्न बस पनि हो फर्स्ट। यहाँनिर गाडी पनि यहाँ झर्ने अरे। अब रासिन ल्याउनु झर्ने अरे। हवस् हुन्छ। बढेर मैले यहाँसम्म ल्याएको थिएँ बिचरा उहाँलाई। अब यहाँ चाहिँ बिचरा रासिन बोकेर जाने अरे बिचरा उकालो। फ्याक्ट्री आइपुग्यो यहाँनिर। यहाँ पर्यटक तपाईँले फ्याक्ट्री झर्ने फ्याक्ट्री। अर्को बस पनि हामी लाग्यो हाम्रो दार्जिलिङ ग्रिनल्यान्ड। धजे बस स्ट्यान्ड चाहिँ अब यो बस पनि एकछिनमा जान्छ। हजुर 3टा बस चल्दैछ। अनि एउटा लास्ट अब एकछिन यहाँबाट धजेबाट पिकअप त कम्प्लिट चल्दैन नि यहाँनिर। बढे यहाँ चाहिँ तपाईँ खाँदै हुन्छ। यता मेरो नर्देन भानेश्वर घर हो। पाइदिन्छ तपाईँले तल भयो रानबाङ खोला भयो।
अझै राङभाङ खोला ब्रिज पनि आइपुगेँ म। राङभाङमा यो चाहिँ क्याप ढुङ्गा भन्छ यसलाई। यो चाहिँ क्याप ढुङ्गा भनेको तपाईँले देख्नु भएको थियो होला फोटोमा त यहाँनिर। आज तपाईँ म नजिक आएर तपाईँहरूलाई देखाउँदैछु क्याप ढुङ्गा चाहिँ कस्तो रहेछ भनेर तपाईँले हेर्नुहोस्। हेर्नु चाहिँ तपाईँहरूले कति मजाले अड्केछ ढुङ्गा, अचम्म लाग्दो। यस्तो वाइट अगाडि छ र खेतमा तपाईँले हेर्दैछ। यो हेर्छ क्याप ढुङ्गा तपाईँहरूले हेर्नुहोस्। तपाईँले हेर्दाखेरि आकार गोहीको आकार चाहिँ देख्छ तपाईँले है। र हेर्नु अगाडि यति लामो थुतुन्डास निस्किरहेछ। वेट ज्यादा जस्तो वेट यता छ होला तर माथि कम्ती छ र पनि कति ब्यालेन्सले अड्किरहेको छ ढुङ्गा हेर्नु। र सबैले यहाँबाट मान्छेहरूले चिन्छ यो जग्गा चाहिँ क्याप ढुङ्गा भनेर चाहिँ यहाँनिर तपाईँहरूले मान्छेहरूले चिन्छ यहाँनिर। हेर्नुहोस् यो चाहिँ तपाईँको राङभाङ धजे राङभाङ खोलादेखि जस्ट अलिक माथि छ तपाईँको यो पारी तपाईँले देख्नुहुँदैछ हाम्रो धजे राङभाङ बस्तीको सबै। माथि तपाईँले मिरिक बस्तीहरू सबै बुटिङ डाँडा भन्छ यसलाई। र यहाँ आउँदा आएर तपाईँले हेर्नुहोस् यहाँनिर क्याप ढुङ्गा बाटोकै छेउमा छ। तपाईँहरू आएर हेर्नु सक्नुहुन्छ यहाँनिर कति मजाले अड्केछ। हेर्नुहोस् है ढुङ्गा कस्तो ब्यालेन्सले अड्केको छ ढुङ्गा। टक्कै हेर्दा त गइ चाहिँ देख्छ तपाईँहरू आकार। जय भगवान्। र तपाईँले पारी देख्नुहुँदैछ हाम्रो लेप्चाहरूको एउटा उहिलेको सत्य कथा छ यहाँनिर। यहाँ पारी देख्नुहुँदैछ एउटा ढुङ्गा। यो ढुङ्गा चाहिँ हाम्रो लेप्चा भाषाबाट चाहिँ भन्छ जेर डोम। जेर भनेको चाहिँ सुन, डोम भनेको चाहिँ बक्सा। र यसको कथा बहुत लामो छ। यो तपाईँहरूलाई म पछि बादमा तपाईँलाई त्यहाँ गएर म सबै भिडियो बनाएर त्यहाँको कथाहरू पनि सबै तपाईँलाई कथा के छ सबै तपाईँहरूलाई म देखाउने छु। र यो भिडियोमा आज टाढोबाटै मैले तपाईँलाई जुम गरेर देखाएको छु। हेर्नुहोस् पारीको यो चाहिँ हो जेरडोम, सुनको बक्सा भन्छ उहिले हाम्रो लेप्चाहरूको चाहिँ। र यसको त कथाहरू तपाईँलाई बादमा म कुनै टाइम पाएँ भने त्यहाँ गएर म सबै त्यहाँको भिडियोहरू गरेर कथाहरू के छ सब तपाईँलाई देखाउने छु। हेर्नुहोस् है सेम गोहीको आकार छ। बुङकुलुङ आइपुगेँ। यो चाहिँ भन्छ इन्द्रेणी ब्रिज भन्छ। यो चाहिँ बुङकुलुङ आइपुग्यौँ हो। सबै नजारा सबै देख्नुहुँदैछ। त्यो बुङकुलुङ एउटा सानो दोकानहरू बजारहरू जस्तो छ। सबै तपाईँ देख्नुहुन्छ बुङकुलुङको नजाराहरू सबै बुङकुलुङ गाउँ भनेर। यहाँबाट तपाईँ दाइकै जान्छ सौरेनी सिधा गएर तपाईँ यहाँको दुधे जिरोसम्म एकदम यहाँबाट पिच राम्रो बाटो छ। एकदमै अब पिडब्ल्युडीले बनाएको छ एकदम राम्रो छ तपाईँको बाटो चाहिँ। समयमा छ बाटो सिलगढी 5 किलोमिटर यसो बाटो कति राम्रो छ यहाँनिर। फर्स्ट क्लास बाटो छ यहाँनिर। ल सिलगढी पनि आइपुगेँ म। हजुर पनि आइसकेछ दाजु उहाँहरू। आज 9:30 बजीको टाइम थियो तर के गर्नु जामले गर्दा के गर्दा टाइममा पुग्नु पाएन। 10 बजी त पुग्छु म। पनि न्यू जलपाइगुडी आइपुगेँ स्टेसन। उहाँहरू बिचरा अघि नै आएको रहेछ। इन्तजार गरेछ बिचरा उहाँहरूलाई ढिलो भयो होला बिचरा। म अब आधा घन्टा जस्तो लेट भएँ। के गर्नु अब भिडभाडले गर्दाखेरि जामले गर्दाखेरि मैले जो टार्गेट गरेको थिएँ 9:30 को टाइम आधा घन्टा लेट भयो। म माफी चाहन्छु। तपाईँले हेर्नु को चाहिँ होला उहाँहरू चाहिँ भनेर
तपाईँलाई म देखाउँदैछु अब उहाँहरू इन्तजार गरिरहेको छ मलाई सकिरहेछ बुझ्दो रहेछ अब तपाईँलाई देखाउँदैछु बिचराहरू किन आएर बसिरहेको रहेछ बुझ्दो रहेछ तपाईँले हेर्नुहोस् है म देखाउँदैछु उहाँहरू बिचरा बसिरहेको रहेछ बिचराहरू आइपुगेँ म पनि उहाँहरूलाई फेरि यहाँबाट टप गरेर गर्दाखेरि चाहिँ उहाँहरू चाहिँ हेर्नु चाहिँ कस्तो रहेछ भनेर उहाँ रहेछ हेर्नुहोस् है उहाँहरू चाहिँ मैले तपाईँलाई को भनेको थिएँ नि एनजिपी आउँछु भनेर उहाँहरू बिचरा आज 1 महिनाको उहाँहरूको यात्रा एकदम सफल भयो र उहाँलाई मैले सिमलाई आएको थिएँ र उहाँहरू माफी चाहन्छु तपाईँलाई आधा घन्टा लेट भयो ल ठिकै छ ल उहाँहरू तपाईँ दिनुभयो धेरै धेरै धन्यवाद आइपुग्नु भयो अब गाडीमा चढेर फेरि घरतर्फ लाग्दैछु एनजिपीबाट ल हेर्नुहोस् है तपाईँहरू मन्दिरहरू घुमेर आउनु भयो हैन अन्त कस्तो लाग्यो तीर्थयात्रा राम्रो एकदमै अमृत दाजु तीर्थयात्रा कस्तो भयो एकदमै ओके हामी दुईबाट ओके ओके सुरेश अन्त कस्तो भयो तीर्थयात्रा राम्रै भयो त एकदमै खुसीसँगले राम्रोसँगले बिताएर आयौँ तीर्थयात्रा तिनपुरी है धेरैवटा अरू धामलाई पनि हामीले बागेश्वर ऋषिकेश हरिद्वार तपाईले कहाँ सबै मन्दिरको नाम भन्नुहोस् जम्मा हामी 7 वटा स्टेट है मन्दिरहरू हामी घुमेर आयौँ आनन्द लागिरहेको छ समय बितेको पनि हामीलाई थाहै भएन कति छिटो बितेछ समय पनि थाहै भएन अझै कम्ती भएको जस्तो भयो मजा आयो आनन्द भयो यतिको आनन्द चाहिँ बागेश्वर धाम गयौँ सतनामा गयौँ सबै यत्रो 27 दिनको बाहिर सफर गरेर फेरि लास्ट ग्यामन ब्रिजमा ल्याएको छु मैले उहाँलाई पनि हजुर हेर्नुहोस् है त उहाँहरूलाई लास्ट ग्यामन ब्रिजको दर्शन गरेर पनि लाँदैछु हजुरहरूलाई हो हेर्नुहोस् है दाजुहरूलाई टिस्टाभन्दा लामो छ त यो ब्रिज चाहिँ लामो छ ब्रिज एकदमै हो उहाँलाई मैले एनजिपीबाटै ल्याएर आएँ है अब धजी रोड आउँदाखेरि उहाँहरूलाई फेरि ग्यामन ब्रिज हेर्छु भनेर मैले यहाँ उहाँ लास्ट यहाँ ग्यामनको दर्शन गराएर फेरि म पोखरीतिर लाग्दैछु आज पनि फेरि तपाईँलाई अब ग्यामन ब्रिजमा हामीले ज्ञापन दिएको भाइ ग्यामन ब्रिजमा उहाँले ज्ञापन दिएको अरे गर्दैछौँ र उहाँको टुरहरू आएर घुम्नु देख्नुहोस् ए भाउजूहरू घरको छेउमा आएर यत्रो दिनमा खुसी भइरहेछ डान्स फेरि एउटा डान्स दिनु भाउजू मजाको एउटा फेरि हेर्नुहोस् है जोस त्यस्तो हुन्छ आमा दाइ दाइ तपाईँ डान्स गर्नु एउटा अन्त हेर्छु उहाँको डान्स अब दिदी पनि गरिदियो एउटा हल्का र तपाईँ होइन ग्यामन ब्रिज देखेको छैन भनेर मैले ल्याइदिएको नि जति पनि म आउँछु यो बाटोमा हिँडेर न ग्यामन ब्रिज नदेख्नेहरूलाई म ल्याइदिन्छु यहाँनिर क्या किन अब कति अब जाँदा अब चाहेर पनि आउनु सक्दैन हो र म चाहिँ अब सबैलाई ल्याइदिन्छु अब जाउँ है ग्यामन ब्रिज पनि घुम्यौँ अब घरतिर लाग्नु फेरि मैले हो सुरेश ल अब धन्यवाद उहाँलाई ल्याइदिनु पऱ्यो हो अब लास्ट
फाइनली म पनि अब घर आइपुगेँ। बिहान म एनजेपी गएको थिएँ उहाँलाई ल्याउनु र उहाँलाई ल्याएर मैले आफ्नो सबै घरमा छोडेर र म यहाँ घर आइपुगेँ। र आज मैले दिनभरि बिहानदेखि मैले जति पनि भिडियोहरू मैले क्लिकहरू गरेको थिएँ र तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ, मेरो भिडियोहरू मन पराउनु भयो भने तपाईँले मेरो भिडियोलाई लाइक सेयर सब्सक्राइब गर्नु नभुल्नु होला। गुड बाई।